सब्सक्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ। नमस्ते, मेरो नाम चाहिँ जप्पु बुढा मगर। मेरो घर चाहिँ म्यागटिटी अनि म चाहिँ भ्लगहरू गराउँछु। भ्लगहरू गराउनु इन्ट्रेस्ट लाग्छ। मेरो भ्लगको नाम चाहिँ एमबिआर मोटो भ्लग छ, गएर सब्सक्राइब गरिदिनु होला प्लिज। म हात चाहिँ जोडेँ होइन। सो अनि म चाहिँ आज के कन्टेन्ट लिउँ भनेको तपाईँको आज मेरो कहानी बताउँछु। कस्तो के भनौँ गाह्रो भइरहेछ कि। अनि गाउँमा होइन तपाईँको गाउँमा त्यतिखेर भर्खर बजार झरेको नि त अहिले त। अनि गाउँमा म त्यहीँ पढ्दै थिएँ। अनि 1 महिना म हरामी थिएँ कि स्कुलै नजाने त्यस्तो टाइपको थियो कि। अनि बिच बाटोमा लुक्दिने होइन, गुलीले खेलाने अनि त्यस्तो थियो। अनि 1 महिनापछि स्कुल गएँ। अनि 1 महिनापछि स्कुल गएर साथ लफडा पऱ्यो क्या फेरि, बुझेन? लफडा पऱ्यो। अनि लफडा परेपछि तँलाई म 1 बजे हाफ टाइम हुन्छ नि त, खाजा खाने टाइम। अनि तँलाई बोक्नु केटाहरू लिएर आउँछ। अनि तँलाई म भन्छु, म गएँ केटाहरूलाई भन्न गएँ होइन। तिनीहरू फेरि दाइहरू फेरि स्कुल पढ्न थियो नि त। अनि ल त्यो दाइहरूलाई भन्नु। अनि ठ्याक्क ल 4 बजे यहाँ गर्न 4 बजे सम्झाउनु पर्छ र 4 बजे ठ्याक्क हामी 2 जना अगाडि गयौँ। अनि तिनीहरू फेरि बिचमा बस्यौँ। अनि पछाडि अर्को दाइ फेरि ठ्याक्क यस्तो कि हामी अगाडि गयौँ, त्यो दुश्मनहरू बिचमा अनि अर्को केटाहरू बिचमा भाग्छ भनेर फेरि यस्तो दिमागहरू आयो। अनि दाइहरू ठ्याक्क बिचमा राख्यौँ। बिचमा राखेर के हो मेरो भाइलाई यहाँ हान्छु भनेर अब मेरो दाइहरूले अब त्यस्तो भन्यो। यहाँ ठुल्ठुलो कुरा गर्थ्यो। अनि झ्याम्मै हान्थेँ कि। अनि फर्स्टमा त मैले हान्दिनँ, मैले सक्के हान्यो। भने 4-5 जना थियो, हामी 3 जना थियौँ। अनि ला डरा थियो। अनि दादा हानेर त पछि भोलि त्यस्तै भ्यासभुस हान आन्थ्यो। अनि हानेर उनी डरायो। अर्को रोदै गयो होइन कि हाम्रो गाउँको नेताको चम्चेको भतिजे हो नि त त्यो। त्यसलाई त्यो कुटाइखाएको। अनि गएर भन्ने चाहिँ अनि त यहाँ चाहिँ सम्झाउनु पऱ्यो। अनि तल गाउँभन्दा तलको हो अरे, तल्लो गाउँको केटाहरू। अनि हामीले उस पऱ्यौँ के अरे ल हुन्छ त्यसले एकदम ल आएर त उहाँ गएर त किन यस्तो गरेको यहाँ हो, यो यति खर्च भयो ल यिनीलाई भिडियो एक्सरे गऱ्यो कि गरेन कि खै थाहै भएन। भिडियो एक्सरे गरेको ल 1700 तिर। हामी फेरि तिनवटा घरको अरू 2 जना त छोएनन् नि त, हाम्रो दाइहरू 2 जनाले। हामी छुको भनेको 3 जना। अनि कान्छा परेको थियौँ क्या 3वटा घरको। सबले चिन्थ्यो क्या त, यो त कान्छा, तिमी को न हौ? मेरो दाइहरूलाई सोध्यो कि मेरो साथीहरूलाई, तँ नि कान्छा, तिमी नि तँ नि कान्छा, ए तिमी त कान्छा रहेछौ। आइन्दा अब यस्तो नगर्ने, दोबारा उस भयो भने झगडा पऱ्यो भने आजकल त त्यो जेल जाने बोलाऊ भन्नु के रहेछ बोलाइ। त्यसपछि त त्यो गाउँको केटाहरू फेरि कायल चलफल भन्दाखेरि चर भएको थियो। हानेर सुधाल्ने आएन। अहिले धेरै कुटे भएको यो हात भनौँ टाइममा उपचार भएन नि त। अब भन्नु नि के काल लोटेर भयो होइन, काम गरेर भएको। अब यसमा भिडियो एक्सरे गर्ने भन्ने जोस आउँछ घरमा होइन भनेको। अनि आइएम सरी होइन। अब बच्चाको बेलामा जे नै हुनसक्छ यो गाई। तपाईँहरूको कतिको भयो कि भएन कमेन्ट गरिदिनु होला होइन। अनि पुरा त्यो टाइममा चकचकी त्यस्तै, मुर्खुनी त्यस्तै होइन। अब बच्चा भर्खर 2-3मा पढ्ने बेलामा यस्तो हरामी थियौँ ल। गरिबमा लड्नु यसो घोकेर अनि मिनिङहरू त्यो हुन्छ नि त, घोकेर अहिले भोलि सोध्छु जति म त जान्दैन त्यति लगाउनु खान्छ त्यस्तो भन्ने त। हामी जङ्गलमा ठाडी र गयो, खाजा खायो, गुरेलसँग त पाखातिर गयो। बेलुका आयो सुत्यो, स्कुल गयो। स्कुल ग्याप भएको थियो। अनि इक्जाम गर्न गयो। त्यो 1 महिनाभित्र नपढेको सबै त्यही आएको थियो कि, बुझेन? त्यो सब एकदम नपढेको मलाई दिक्क लागेको थियो। केही लेखेन म, त्यस्तै नाम लेखेँ, हल्का आउने 2-4वटा लेखिदिएँ सबको। टाइम लिन्छ 20 मिनटमा हिँडिदिनु
यस्तै छ अब मिनी भ्लग नि आउँछ गाइज यति अनलाइन सामान मगाएको र हजुरको नम्बर के अरे देख ल यहीँ चोकमा लिन आउने बेला मेरो होइन म त आउन भन्दा नि ल यहीँ हतार भएर यहीँ आउने कस्तो खालको मान्छे यार मलाई दिक्क लागेर आयो यार यत्तिका हाम्रो नसक्नु हो यार जस सुखो भन्ने यस्तै रहेछ अब जस धेरै सुखमाहरू भने नि त्यो दुःख बुझ्न रहेछ क्या मान्छेले बुझेन बच्चामा त दुःख पाउनु पर्दो रहेछ क्या पछि सुख पुग्न लागि क्या होइन ल धेरै प्लान नगरौँ अब भिडियोलाई नि यहीँ टुङ्गाउनु पर्ला जस्तो छ गाइज होइन अब नेक्स्ट भिडियो हेर्न पर्छ मिनी भ्लग नै हेरौँ हेरेर यसो सल्लाह सुझाव के कसो हुन्छ सल्लाह सुझाव दिउँ है त गाइज यति भन्दै म भिडियोलाई यहीँ टुङ्गाउन चाहेको गाइज